पशुपतिनाथको पञ्चमुखी शिवलिङ्गलाई भारतको केदारनाथ र अन्य पवित्र शिव मन्दिरहरूसँग जोड्ने कथाहरू पनि कम रोचक छैनन्। महाभारत र शिव पुराण अनुसार कुरुक्षेत्र युद्धपछि पाण्डवहरूले आफ्ना पापहरूको प्रायश्चित गर्न शिवको कृपा मागे, तर महादेव उनीहरूसँग रिसाए र गाईको रूपमा लुके। जब पाण्डवहरूले उनलाई समाते, उनको शरीरका विभिन्न भागहरू अलग अलग ठाउँमा प्रकट भए। पशुपतिनाथमा त्यो गाईको टाउको अथवा पञ्चमुखी लिङ्गको रूपमा स्थापित भयो। केदारनाथमा ढाड र अन्य भागहरू रुद्रनाथ, तुङनाथ, मध्यमहेश्वरहरूमा देखा परे। यो कथाले पशुपतिनाथलाई शिवको सर्वोच्च अङ्गको प्रतीक बनाउँछ, जसले यो मन्दिरलाई ब्रह्माण्डीय शक्तिको केन्द्रको रूपमा स्थापित गर्छ। यो कुरा धेरैलाई थाहा नहुन सक्छ, तर यो सम्बन्धले मन्दिरको आध्यात्मिक गहिराईलाई झनै गहिरो बनाउँछ। केही विद्वानहरू भन्छन् यी मन्दिरहरू एकअर्कासँग जोडिएर एउटा पवित्र ज्यामितीय संरचना बनाउँछन् अथवा ज्योमेट्रिकल सेप बनाउँछन्, जुन शिवको विश्वव्यापी शक्तिको प्रतीक हो।